साथीहरु अब म चाहिँ यो सफा गर्न रेडी। आज फर्स्ट जनवरीको दिन सबैजना पिकनिक जान्छ, म चाहिँ आँगन सफा गर्छु ल। फटाफटी यति गरिहाल्छु ल। यता छ पटहरु, यो फुल नभएको सब सिनिका पार्नु छ। आज फर्स्ट जनवरीलाई घरलाई पनि त सफा राख्नु पर्यो हैन, आफू त इन्जोय गरेर भएन। मैले चाहिँ यता डल्लै सकेँ हो। यो चाहिँ हाम्रो मन्दिर हो, अर्को ठुलो मन्दिर हाल्ने चाहिँ हालेको छैनौँ हामीले हो। लुगाहरू त बाहिर नै छ, यो एकदम भित्र सकेर मात्रै हाल्नुपर्छ हो। आँगनहरू चाहिँ डल्लै सकेँ। नानीको साइकल पनि निकाल्दै खेल्नुको लागि हो। यो पनि चेपतिर कतातिर पसिरहेको थियो। अब आँगन ठुलो सफा भएपछि त खेल्छ नि त नानीले। यस्तै छ। सफा गरेपछि हाम्रो सिँढी सफा गरेँ। अब यता गर्नु बाँकी छ हो, यता चाहिँ गरिहाल्छु। हालचाल सफा भयो हो बल्ल बल्ल। अब चाहिँ यता बाँकी छ सफा गर्नु, यता गरिहाल्छु। यसरी यहाँ माटो खेल्नु पाएन नि, रिसाएर बसिरहेको छ। रुकेर न यहाँ रुको, माटो खेल्नु पाएन नि। यहाँ त्यत्रो खाल्ला परेछ है त बेसोली, माटो उकाएर उकाएर उकाएर। अन्त खेल्दैन, यहीँ मात्रै खेल्छ हो। हेलो गरिदेऊ त, बाई गरिदेऊ न। यता गर्नु बाँकी छ, यता गरिहाल्छु। पानी छर्केर गर्नुपर्छ नि त, फेरि धुलै धुलो हुन्छ हो। यता गरिहाल्छु। सुरु भयो खेल। हाँसेको हेर्नु नि, माटो खेल्नु पायो भने चाहिँ खुसी हो। साथीहरू बल्ल बल्ल सकेँ यहाँ पनि हो है। कस्तो माटो भएको थियो, पुरै धोएँ, मजाले सफाइ बनाएँ हो। धोएर यो बोरा चाहिँ बेसी भएर उचाल्नु सकिनँ, भरिरहेछ नि त, उचाल्नु सकिनँ। अनि फुलहरू नि यता राखेँ, अलिअलि भएको फुलहरू धोएर साइडमा राख्दै हो। उता सामानहरू छ नि त हटाएको छैन, त्यो धोएँ हो। यस्तो चाहिँ बल्ल बल्ल सकेँ। अब यो धुनु छ, यो कस्तो भएको छ मैला हो। यो कहिले यसको दिन कहिले आउँछ। अनि यता सबै सिनिक्कै भयो। छोरी उता लगेर साइकल धुँदैछ, साइकल धोकोहरू त्यहाँ लगेर बल्ल बल्ल सकेँ। अब ल साथीहरू बल्ल बल्ल सकेँ। आज न्यु इयरको दिन चाहिँ आँगनको काम चाहिँ मैले डल्लै सकेँ हो। अरू सबैजना बाहिर बाहिर पिकनिक खान्छन्, हामी चाहिँ बाहिर बाहिर आँगनको काम डल्लै तुरे हो। त ढुक्कै भयो नि त होइन। सफा भएपछि भोलितिर खाँदा नि हुन्छ नि पिकनिकहरू होइन। साथीहरू फेरि भेटौँ नेक्स्ट भिडियोमा। यसरी माया गर्दै गर्नु होला। सम्पूर्णलाई बाई बाई गाइस ल।